मेरो एउटा सानैदेखिको साथी छ। आज बिहान बिहान यसो आएको भेट्न। कहाँ रहेछ? नाम पनि खतरा। अचोट यहाँ आइज। आइज न है, आइज न एकछिन, म हिँडिहाल्छु। ऊ ह्याप साने होइन भनेर आइज कि आइज, एकछिन आइज न, आइज न है, अहिले खालस् त आइज, आइज है। ऊ सुन्तला आइज लाइज। अदुवा चाहिँ खानुपर्ने, खत्रै खोकी लाएर चाहिँ जिउ खत्रै हल्ल्या त बाँसको रुख त। अब आयो सुन्तला त, सुन्तला आएर के गर्नु, आफूलाई खोकी नि लाग्छ। अब किनभने खोल्टीमा सुकी टाँट, खोल्टी खाली छ। अदुवा सुन्तला त छरै छ टन्नै, के गर्ने, खोल्टीमा सुक्को छैन पैसा खाम भने पनि। ओ कहाँ हराइस् र अचोट? यो भिडियो हो क्या, हल्का त्यसो सानोतिनो भ्लग हालिदिउँ भनेर। ए यहाँ ऊ आउनु भएको छ सुन्तला लिन। हजुर फेरि सुन्दै नसुनिकन सरर यार। 1.5 किलो भने हैन, म यता दाइसँग बोल्न ए लाग्यो। काको बुढा गोरको सुन्तला ल्याएको छाउने नि बोर्डको काँड ल्याउनु त नि अब। ल अदुवा सुन्तला हो। अब ठुलो लिनु त अब अलि परै जानुपर्छ। स्वादिलो हुन्छ नि, मिठो हुन्छ। खामै छ एउटा सानो लोकल सुन्तला हो नि त यो त। सबै लोकल हुन्छ नि सुन्तला। हस् सबैको 1.5 किलो अलिक ठुलो आउँछ। किन्नु किन्नु आमा हेर। खाइहालेँ एउटा चाहिँ मैले, अब थिएन है। यसो देखेपछि फेरि खान इच्छा लागिहाल्छ, मन लाग्छ। अनि कहाँ हिँडेछ हौ हाम्रो साथी त, गायबै भयो त मान्छे। ओग्रैसँग खानु पर्यो। फिरीको माल मान्छेले हल्कत्रा नि खान्छ भन्छ नि, यही होला। औषधि हुन्छ यसको, के भन्छ, बोक्रा फाल्न हुँदैन, बोक्रा। फिरीमा पाएपछि मान्छेले हल्कत्रा नि खान्छन्। भन्ने एउटा उखान छ, भनाइ छ, त्यस्तै छाड भयो। सुन्तला खाने खोल्साएर पिस सुकाएर खाने होइन गाइज, होइन। सुन्तला भन्ने कुरो यसरी खाने। हर्सहरू सर्लक्क खाने, गेडा गेडालाई चाहिँ लास्टमा जम्मा गर्ने, यसरी फालिदिने। हाइजे भन्दा नि 1 घन्टा लाउँछ माछा। ऊ फेरि कता कहाँ? घाम लाग्यो त गान्छे, जाडो महिना लगाइसकेर नि घाम लाग्यो त खत्रै। ल आइपुग्यो हाम्रो साथी, पुरा हिरो भएर। के हो भने बिहानै उठ्नु छैन, यस बेलाहरू त घाम कहाँ आइपुग्यो। बिहान उठ्नु बल्ल उठ्या छ। बल्ल उठ्यो हुन्छ। त्यही हो गाइज, मेरो सानोदेखिको साथी हुन चाहिँ। ऊ अहिले उठ्यो बल्ल, अहिले उठ्यो अरे। खाना खाइस्? खाएन। कतिखेर खाने अनि?
किन आज भएन के आज 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 हाम्रो छुट्टी अनि यसो हिँडौँ एक राउन्ड हानौँ भनेर हानेको छैन गाम हान्थ्यो कल हान्न लाग्थ्यो भनेको यो मान्छेहरूको बानी सबैभन्दा नराम्रो हान्न लाथे हजुरलाई मैले सम्झेथेँ म आउनै लाथेँ दिनै लाथेँ भन्ने यो बानी चाहिँ साह्रै नभए एकजनाको बानी होइन फेरि सबको बानी हो क्या अनि कसैले हजुरलाई त मैले साह्रै सम्झिरहेको थिएँ भने ए हो मैले पनि सम्झेको थिएँ नि त अनि एकजनाले म आउनै लाथेँ भन्नुपर्छ अर्कोले नि के म पनि आउनै लाथेँ खै के भयो आउँछु भन्दा यस्तै भयो भने यो बानी चाहिँ साह्रै नराम्रो यो सबमा हुन्छ होला बानी हामी पनि नि छ यो साथी पनि आयो अब साथीसँग एकछिन यसो 2-4वटा गफ अनि के हजुर यसो हिँड्नु डुल्नुमा छैन म त हिँड्दिनँ ल ठिकै छ तपाईँ पनि गाए भन्नुलाई